शीर्षक आवाज थीम भ्रष्टाचार विरुद्ध युवा पुस्ताको विद्रोह विधा सामाजिक भावनात्मक नाटक पात्रहरू आरब माया रवि पत्रकार सीता मन्त्री राणा जनता प्रहरी भिड दृश्य 1 कक्षा कोठामा मञ्चमा केही विद्यार्थीहरू टेबलमा बसेका छन्। सबैजना पुस्तक बन्द गरौँ। कति समयसम्म हामी यस्तो समाचार मात्र सुन्दै बस्छौँ। हरेक दिन भ्रष्टाचार रिश्वत ठग्यो भने हामी चुपचाप जबसम्म हामी बोल्दैनौँ उनीहरूले चुपचाप लुटिरहन्छ। अब हाम्रो पुस्ता मन बस्दैन माया। पृष्ठभूमिमा देशको झण्डा हल्का देखिन्छ। दृश्य 2 सडक प्रदर्शन युवाहरूले प्लेकार्ड बोकेका छन्। हामी परिवर्तन हो, भ्रष्टाचार अन्त्य गर, नयाँ पुस्ता नयाँ नेपाल। डिग्री लिए तर जागिर छैन, किनभने जागिर बेचिन्छ, सिपाही चल्छ। यो व्यवस्था भ्रष्टाचार होइन भने के हो? हामीले घृणा होइन, परिवर्तन चाहिएको। हामीले देश चलाउन र देश बनाउन निस्केका हौ। हामी डरायौँ भने हाम्रा हरेक पुस्ता पीडित हुनेछन्। अब होइन, अब परिवर्तन हाम्रो हातमा छ। दृश्य 3 मन्त्री राणाको कार्यालयमा यी बालबालिकाहरू के गर्न सक्छन्? केही दिनको हल्ला हो, फेरि चुप लाग्छ। तर यो पुस्ता तपाईँले सोचेको जस्तो तर्फक छैन नि मन्त्रीज्यू। हाम्रो कलम, हाम्रो आवाज अब तपाईँहरूले पढ्न सिकाउनेछ। भ्रष्टाचारले केवल पुस्ता हराउँदैन, देशको आत्मा हराउँछ। अब त्यो आत्मा उठ्दैछ युवाको पुस्ताको रूपमा। अब हामी डराउँदैनौँ, बिग्दैनौँ र मन बस्दैनौँ। हामी नै नयाँ नेपाल हौ। परिवर्तन कुनै नेताले होइन, हाम्रो सोचले ल्याउने हो। अन्तिम प्रदर्शन सेप्टेम्बर 1 जेनजीले गरे प्रोटेस्टमा आवाज जुटाउनलाई गयो म र मेरो साथी घरमा। आमा बालाई थाहा छैन, माया लाग्छ देशको अगाडि बढ्यो हामीले। गाएर कलेजको देश, हाम्रो मातृभूमि देश भित्र हुने भ्रष्टाचार अत्याचार कसले रोकिदिन्छ र हाम्रो भविष्यको लागि यति हामी नै बोलेनौँ भने अरू कसको आशिषले बोलिदिन्छ र भन्ने सोचले गयो हामी। बढ्दै थियो गेट, सबै ठिकै थियो, चलिरहेको अचानक गोली चल्यो, सबै भागा भाग मेरो शरीर लड्यो भुइँमा। अचानक के भयो मैले चाले पाएन, गोली निधारमा भित्र आएन। म त गोलीको लागि लड्नुपर्छ भन्दै उत्रिएँ। के गर्नु आमा, म त हाजेर हिँड्न म धेरै टाढा आइसकेँ। मार्सको भइसक्यो, अघिसम्म तिमीले थियो अहिले बोको भइसक्यो। छोरा आएपछि खाना खान्छु भरेर नकुर्नु ल। देशको लागि मैले अघि गोली खाइसकेँ। कापी र कलम बोकेका थिएँ, विरुद्ध समयमा निर्दयी प्रहरीले हतियार देखाए। मैले पढ्ने कापी किताबमा त के लेख्न सक्दिनँ, तर इतिहासको पानामाथि नाम लेखाएँ। विद्यार्थी पोसाकमा म लास पाएको छु, देशलाई माया गर्ने परीक्षामा पास पाएको छु। थ्याङ्क यू। हामी भ्रष्टाचार विरुद्धको आवाज हो, हामी नै नयाँ नेपाल हौ।